नमस्ते सबैजनामा। आज भने मेरो प्रिय भाइ भरत रोकाइले पठाउनु भएको एउटा मुक्तक वाचन गर्ने जमर्को चाहन्छु। कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभन्नुहोला। जतिसुकै भए नि धनी पारिश्रमिक माग्न सक्छन्, नदी हुन्न दिनै पर्छ भनी पारिश्रमिक माग्न सक्छन्। जतिसुकै भए नि धनी पारिश्रमिक माग्न सक्छन्, नदी हुन्न दिनै पर्छ भनी पारिश्रमिक माग्न सक्छन्। यी स्वार्थी मान्छेहरू यसरी नै स्वार्थी हुँदै गयो भने जतिसुकै भए नि धनी पारिश्रमिक माग्न सक्छन्, नदी हुन्न दिनै पर्छ भनी पारिश्रमिक माग्न सक्छन्। यी स्वार्थी मान्छेहरू यसरी नै स्वार्थी हुँदै गयो भने एक दिन मलामी गएको पनि पारिश्रमिक माग्न सक्छन्। एक दिन मलामी गएको पनि पारिश्रमिक माग्न सक्छन्।